ओके हाम्रो भेट फेरि पनि एकदमै लामो टाइमपछि हुँदैछ। आज चाहिँ म एक्लो 1 अथवा एक्लो पार्ट 1 मुभीको बारेमा कुरा गर्न चाहदैछु। यसको ट्रेलर रिलिज भइसकेको छ। हुन त यसको ट्रेलर अलिकति 2-4 दिन अगाडि नै भइसकेको थियो, तर पनि यो भिडियोलाई चाहिँ तपाईको टाइमको वर्थ चाहिँ बनाउन ट्राई गर्नेछु। सो स्टे ट्युन। मानवको शरीरमा राक्षस उब्जिने हो। त्यो आकाशबाट के झरेको? एक्लो 1 को ट्रेलर आउनुभन्दा अगाडि चाहिँ यसको टिजर अनि यसको प्रमोसनल सङ प्लस यसको केही पोस्टरहरू अलरेडी रिलिज भइसकेका थिए। अनि यो सबै हेरेर प्लस मेकर्सहरूबाट आएको इन्फर्मेसनको आधारमा चाहिँ यो मुभी चाहिँ एउटा साइफाई अझ भनौँ पोस्ट एपोक्लिप्टिक स्टोरीमा बेस्ड भएर बनेको फिल्म हो भन्ने थाहा हुन्छ हैन। अनि मुभीको चाहिँ थोरै कन्टेक्स्टको बारेमा कुरा गरौँ। यो मुभी चाहिँ 2090 मा सेट गरिएको छ, जब पृथ्वीमा चाहिँ एउटा डेडली भाइरस चाहिँ आउटब्रेक हुन्छ। तब चाहिँ अलमोस्ट सबै ह्युम्यानिटी चाहिँ सकिसकेको हुन्छ, एन्ड भइसकेको हुन्छ। त्यसमा चाहिँ थोरै मान्छेहरूको मात्र सर्भाइभल हुन्छ। सो यसैलाई आधार बनाएर चाहिँ यो मुभीले आफ्नो प्रिमाइसेसलाई चाहिँ सेट गरेको छ। अनि मैले अघि भनेको जस्तो यसको टिजर अलरेडी आइसकेको थियो अलिकति अगाडि नै। अनि तपाईहरुले त्यसको टिजर हेर्नु भएको छ भनेपछि यसमा ट्रेलरमा चाहिँ खासै त्यति धेरै कुराहरू एड गरिएको छैन, कम्प्लिटली न्यू चाहिँ बनाइएको छैन। टिजरमा नै केही कुराहरूलाई थोरै एड अन गरेर चाहिँ यसको ट्रेलर बनाइएको छ, जसले गर्दाखेरि चाहिँ स्टोरीलाई चाहिँ त्यति धेरै रिभिल चाहिँ गर्दैन। सो हामी चाहिँ अब यसको ट्रेलरतिर लागौँ है त। ट्रेलरको सुरुवातको पार्ट चाहिँ विजय लामाको क्यारेक्टरबाट चाहिँ सुरु हुन्छ हैन। अनि जुन लोकेसनमा उनी छन् यो चाहिँ इन्टायरली मुस्ताङको साइडतिर सुट भएको मुभी हो हैन। अनि यसको सुरुवाती सिनहरूले नै हामीलाई चाहिँ यो पोस्ट एपोक्लिप्टिक मुभी हो भन्ने बारेमा चाहिँ कन्भिन्स गराउन एकदमै धेरै हेल्प गर्छ, किनभने त्यो एम्प्टीनेस चाहिँ हामीले मजाले फिल गर्न सक्छौँ। अनि विजय लामाको क्यारेक्टर चाहिँ यो मुभीको अलिकति की एलिमेन्ट हुनेवाला छ भन्ने कुरा पनि हामी अनुमान गर्न सक्छौँ। अनि मुभीमा चाहिँ विजय लामासँगै एकदमै राम्रो कलाकारहरू पनि रहेका छन्। सुनिल थापा, ब्रिटिस एक्टर जेमी बेकन जस्ता कलाकारहरू पनि रहेका छन्, जसले अगेन यो मुभीको इन्टायर जुन वर्ल्ड चाहिँ सेट गर्न खोजिएको छ त्यसमा चाहिँ एउटा भेराइटी अफ क्यारेक्टरहरू चाहिँ एड गर्ने गर्छ। मुभीको ट्रेलर हेर्दै गर्दाखेरि चाहिँ हामीले धेरैवटा कुराहरूलाई अथवा धेरैवटा एक्सपेक्टहरूलाई चाहिँ यो मुभीले चाहिँ समावेश गर्न खोजेको छ जस्तो भन्ने हामीलाई थाहा हुन्छ, किनभने यसमा हामीले अब साइफाई त देखि नै हाल्यौँ, पोस्ट एपोक्लिप्टिक पनि देखि नै हाल्यौँ। यसमा चाहिँ जम्बीको कुराहरू पनि देखाइएको छ, अनि किङडमको बारेमा पनि देखाइएको छ, प्लस केही ट्राइबल रुल्सहरू, ट्राइबल कम्युनिटीको बारेमा पनि देखाएको छ। जुन कुरा मुभीमा राम्रोसँग एक्जिक्युसन भयो भने त हेर्न रमाइलो नै हुनेवाला छ, तर मेकर्सहरूको लागि चाहिँ एउटा राम्रो च्यालेन्ज हो यो चाहिँ। मुभीको लिड रोलमा चाहिँ प्रदीप खड्का छन् भनेर हामीलाई धेरै अगाडिदेखि नै थाहा थियो, तर यो ट्रेलरमा भने प्रदीप खड्कालाई त्यति धेरै देख्न सक्दैनौँ हामी, थोरै एउटा सर्टमा मात्रै देख्छौँ हामीले। नर्मल्ली मुभीको लिड अथवा मुभीको हिरोहरूलाई चाहिँ हामीले एकदमै धेरै इन्टायर ट्रेलरमा चाहिँ हामीले मजाले देख्ने गर्छौँ, उसकै अराउन्डमा चाहिँ पुरै ट्रेलर घुम्ने गर्छ। तर यो ट्रेलरमा भने त्यस्तो छैन। यसमा चाहिँ सबै क्यारेक्टरको अराउन्डमा चाहिँ ट्रेलर घुम्ने गर्छ। ट्रेलर चाहिँ ओभरअलमा हेर्दाखेरि चाहिँ यसले देखाउन खोजेको वर्ल्डलाई चाहिँ कन्भिन्सिङ तरिकाले देखाउन ट्राई चाहिँ गरेको छ। अब यो कुरामा कति सफल हुन्छ या हुँदैन भन्ने कुरा त हामी मुभी रिलिज भएपछि नै थाहा पाउनेछौँ। अब चाहिँ ट्रेलरमा अलिकति कमजोर पक्षहरू अथवा मुभीमा अलिकति मुभीलाई चाहिँ डाउनग्रेड गर्न सक्ने एलिमेन्टहरूको बारेमा कुरा गरौँ। तर फेरि मैले यो भन्दै गर्दाखेरि चाहिँ मुभीको हाइप अहिले जति छ त्यसलाई चाहिँ डाउनग्रेड कतै पनि गर्न खोजेको होइन। जे होस्, मुभीको ट्रेलरमा जे देखेको छ त्यसलाई पोइन्ट आउट मात्रै गर्न खोजेको है त। हामी फर्स्टमै कुरा गरौँ भिएफएक्सको बारेमा। हामी चाहिँ ओल्ड सिनेमासँग एकदमै धेरै एक्सपोज भइसकेका छौँ। हामीले अवतार जस्तो मुभिजहरू पनि अलरेडी हेरिसकेका छौँ। त्यही भएर यो मुभीको भिएफएक्स कमजोर लाग्नु अथवा टु द पोइन्ट नलाग्नु एकदमै स्वाभाविक पनि हो। तर मैले अरू भिडियोमा भनेको जस्तो मुभीको एकदमै कोर पोइन्ट भनेको, हार्ट अफ द मुभी भनेको चाहिँ यसको स्क्रिप्ट, यसको स्टोरी, यसको स्क्रिन प्ले नै हो। जब स्टोरी, स्क्रिन प्ले, राइटिङ चाहिँ अलिकति कमजोर हुन जान्छ त्यसपछि चाहिँ यस्तो भिएफएक्सहरू अथवा अरू नेगेटिभ पोइन्टहरू एड अन हुँदै ओभरअल मुभीलाई चाहिँ डाउनग्रेड गर्ने काम गर्छ। जबसम्म यसको स्टोरीले चाहिँ अडियन्सलाई कन्भिन्स गर्न सक्छ तबसम्म भिएफएक्सले त्यति धेरै इम्प्याक्ट गर्दैन। इम्प्याक्ट नै गर्दैन त भन्न सक्दिनँ म, तर त्यति धेरै चाहिँ गर्न सक्दैन। अनि अगेन वर्ल्ड बिल्डिङकै कुरा गरौँ हैन। मुभीहरूमा अथवा सिरिजहरूमा चाहिँ वर्ल्ड बिल्डिङ गर्नु एकदमै कम्प्लेक्स काम हो। अडियन्सलाई चाहिँ यो छुट्टै दुनियाँ हो भनेर कन्भिन्स गर्नु एकदमै गाह्रो काम हो। त्यो गराउनु पर्छ नै मुभी हेर्दाखेरि चाहिँ। यस्तो खालको नयाँ वर्ल्ड बिल्डिङ चाहिँ सन्तोष सेनले योभन्दा अगाडिको फिल्म प्रेम गीत 3 मा चाहिँ ट्राई गरेका थिए। त्यसमा त्यति धेरै कन्भिन्स हुन सकेको त थिएन, तर अब यसमा चाहिँ कति कन्भिन्स भइन्छ भन्ने कुरा अगेन मुभी हेरेपछि नै थाहा हुने कुरा हो। तर यो एउटा चाहिँ डिरेक्टरको लागि एकदमै च्यालेन्जिङ काम हो। जस्तै उदाहरणको लागि चाहिँ तपाईहरुले यो एउटा सर्ट हेर्नुस् है त।
यो सर्टमा चाहिँ जेमी बेकनको डायलग अनि त्यसपछि उनको एक्सप्रेसन हेर्दाखेरि चाहिँ उनको अगाडि एकदमै ठुलो खतरा छ, एकदमै ठुलो अब्स्ट्याकल, एकदमै ठुलो च्यालेन्ज छ भन्ने कुरा चाहिँ उनले देखाउन खोजेका छन् अथवा यो सर्टले चाहिँ देखाउन खोजेको छ अडियन्सलाई। तर उनको अगाडि हेर्दाखेरि चाहिँ त्यति धेरै मान्छेहरूको भिड देखिँदैन। अब यहाँ अगेन अर्को एउटा च्यालेन्जिङ काम चाहिँ के हो त भन्दाखेरि यदि डिरेक्टरले चाहिँ यो सिन चाहिँ अथवा जेमी बेकनको क्यारेक्टरको अगाडि चाहिँ यी मान्छेहरू एकदमै धेरै ठुलो अब्स्ट्याकल हुन् भन्नको लागि देखाउन कन्भे गर्नु छ भने चाहिँ यी मान्छेहरू चाहिँ कि त एकदमै धेरैजना मान्छेहरू देखाउनु पर्थ्यो कि भने यी जति पनि थोरै मान्छेहरू छन् यी मान्छेसँग एकदम अथाह पावर अथाह शक्ति हुनुपर्छ, नत्र भने चाहिँ यस्तो खालको सिनको इम्प्याक्ट चाहिँ एकदमै फिक्का भएर जान्छ। सो यो चाहिँ एउटा सिङ्गल सर्ट थियो, तर यस्तो खालको इम्प्याक्ट क्रिएट गर्ने सर्टहरू धेरै ठाउँमा होलान्। त्यो सबै कुराहरूमा डेलिभर गर्न एकदमै गाह्रो छ। लास्टतिर चाहिँ अब यो एउटा सर्ट र विजय लामाको एक्टिङलाई चाहिँ मैले के पनि भन्न, तपाईँहरूकै अगाडि छोडिदिएँ मैले। Are you ignoring me again? Oh, wait. Did you just wet yourself again? Now you definitely need a wash. सो ओभरअलमा ट्रेलर चाहिँ राम्रो नै छ है। नेपाली मुभीको स्ट्यान्डर्ड अनुसार चाहिँ यो एकदमै राम्रो प्रयास हो। यस्तै सानो सानो स्टेपहरूले गर्दाखेरि नै ओभरअल मुभी इन्डस्ट्री चाहिँ अगाडि बढ्छ, अपलिफ्ट हुन्छ होइन। सो तपाईँहरूलाई चाहिँ यसको ट्रेलर कस्तो लाग्यो, मुभीले चाहिँ कस्तो पर्फर्म गर्छ भन्ने कुरा चाहिँ हामी यसको मुभी रिलिज भइसकेपछि बल्ल कुरा गर्नेछौँ। त्यति दिनसम्मको लागि सी यू गाइज।